र आजको Recording हाम्रो is on. सिएमई सत्र चाहिँ हाम्रो यो स्मार्ट हेल्थ ग्लोबलको चाहिँ युट्युब च्यानलमा पनि लाइभ सञ्चालन भइरहेको हजुरहरूलाई चाहिँ जानकारी गराउन चाहन्छु। हामीले यो सिएमई सत्र सञ्चालन गर्नुको मुख्य उद्देश्य भनेको चाहिँ हाम्रो दूरदराजमा रहनुभएको स्वास्थ्य कर्मीको ज्ञानमा वृद्धि होस् र उहाँहरूलाई चाहिँ सेवा दिने क्रममा चाहिँ उहाँलाई कुनै गाह्रो अथवा अप्ठ्यारो भएको छ भने चाहिँ उहाँहरूले चाहिँ सोध्न सक्नुहुन्छ भनेर हो। र हामीले चाहिँ यो सिएमई सत्र हरेक हप्ताको बिहिबार सञ्चालन गर्दै आइरहेका छौँ भने यो हप्ता चाहिँ हाम्रो हिजो बिहिबार बिदा भएको कारणले चाहिँ हामीले आज शुक्रबार चाहिँ यो सिएमई सत्र चाहिँ सञ्चालन गर्दैछौँ। र हामीले चाहिँ आजको हाम्रो यो प्रस्तुतिकरणको प्रस्तुता डाक्टर दियोस राई हुनुहुन्छ भने उहाँको प्रस्तुतिकरणको शीर्षक चाहिँ एक्युट पेन्क्रियाटाइटिस रहेको छ। र आज चाहिँ अब म ढिलो नगरिकन डाक्टर दियोस राईलाई आफ्नो प्रस्तुतिकरण सुरु गर्न अनुरोध गर्न चाहन्छु भने हजुरहरूलाई चाहिँ यो सिएमई सत्रलाई लिएर चाहिँ कुनै प्रश्न अथवा जिज्ञासा छ भने चाहिँ हजुरहरूले सोध्न सक्नुहुनेछ अन्त्यमा। र हामीले चाहिँ अहिले यो सिएमई सत्रमा जोडिनु भए बापत चाहिँ हामीले अहिले सर्टिफिकेट चाहिँ प्रोभाइड गर्ने गरिरहेका छौँ। र त्यो सर्टिफिकेट चाहिँ हजुरहरूलाई चाहिन्छ भने चाहिँ हामीले चाहिँ 20 मिनट्स पछि चाहिँ हामीले चाहिँ एउटा लिङ्क चाहिँ यो च्याट बक्समा राख्नेछौँ। त्यो लिङ्क हजुरहरूले भरिदिनु भयो भने चाहिँ हामीले चाहिँ हजुरहरूलाई चाहिँ सर्टिफिकेट प्रोभाइड गर्नेछौँ। अब चाहिँ हजुरले सुरु गर्न सक्नुहुन्छ डाक्टर। हेलो नमस्ते, धन्यवाद। म चाहिँ डाक्टर दिवस राई, म चाहिँ अहिले मेडिकल अफिसरको रूपमा कार्यरत छु। अनि म चाहिँ हाम्रो स्मार्ट हेल्थ ग्लोबल टिमसँग आबद्ध भएको पनि झन्डै 1.5 इयर्स हुन आँट्यो, 1.5 वर्ष। सर्वप्रथम त म हाम्रो स्मार्ट हेल्थ ग्लोबल टिमलाई एकदमै धन्यवाद दिन चाहन्छु। उहाँहरूको प्लेटफर्मबाट मैले एकदमै हाम्रो रिमोट एरियामा बस्नुभएको मान्छेहरूलाई सेवा गर्न पाएको छु, टेली कन्सल्टेसनको माध्यमबाट अनि सिएमईहरूको थ्रुबाट। आज चाहिँ मेरो प्रेजेन्टेसनको टपिक चाहिँ एक्युट प्यान्क्रियाटाइटिस भन्ने छ। एक्युट प्यान्क्रियाटाइटिस भनेको चाहिँ हाम्रो नेपालमा एकदमै कमन कुरा हो, एक्युट एब्डोमेन गराउने। र यो चाहिँ एकदमै माइल्डदेखि एकदमै ज्यान पनि लान सक्ने खालको कन्डिसन हो। त्यही भएर आज मैले यो टपिक चुज गरेको छु। आज मेरो प्रेजेन्टेसनको कन्टेन्टहरूमा इन्ट्रोडक्सन अबाउट स्मार्ट हेल्थ ग्लोबल, हाम्रो स्मार्ट हेल्थ ग्लोबल कस्तो खालको अर्गनाइजेसन भनेर हामी त्यसको बारेमा एकछिन छलफल गर्छौँ। अनि इन्ट्रोडक्सन अन एक्युट प्यान्क्रियाटाइटिस, हाम्रो एक्युट प्यान्क्रियाटाइटिसको बारेमा इन्ट्रोडक्सन, एपिडेमियोलोजी एन्ड रिस्क फ्याक्टर्स, इन्सिडेन्ट्स एन्ड ट्रेन्ड्स। अब हाम्रोमा अहिले महामारी एक्युट प्यान्क्रियाटाइटिसको अनि जोखिम कारकहरू र अहिलेको तथ्याङ्कहरू, अहिलेको ट्रेन्डहरू के छ यो कन्डिसनको बारेमा, रोगको बारेमा भनेर बुझ्छौँ। कजेस अफ एक्युट प्यान्क्रियाटाइटिस, हाम्रो एक्युट प्यान्क्रियाटाइटिस हुने कारणहरू के हो भनेर बुझ्छौँ। त्यसपछि क्लिनिकल प्रेजेन्टेसन, हाम्रोमा एकजना बिरामी एक्युट प्यान्क्रियाटाइटिस लिएर आउनुभयो भने के चाहिँ उहाँहरूले लक्षणहरू लिएर आउनुहुन्छ त्यो हामी कुरा गर्छौँ। अनि प्याथोफिजियोलोजिकल मेकानिजम चाहिँ हाम्रो भित्र बडीमा चाहिँ कसरी चाहिँ यो एक्युट प्यान्क्रियाटाइटिस रोगको उत्पन्न हुन्छ भनेर हामी छलफल गर्छौँ। अनि डायग्नोस्टिक क्राइटेरियामा चाहिँ हाम्रो पेसेन्टलाई चाहिँ हाम्रो एक्युट प्यान्क्रियाटाइटिस लिएर आउनु भएपछि हामी कसरी चाहिँ उहाँलाई डायग्नोसिस गर्ने त्यो क्राइटेरियाहरूको बारेमा छलफल गर्छौँ। अनि ल्याबोरेटरी एन्ड इमेजिङ वर्कअप, हामीले चाहिँ हाम्रो प्यान्क्रियाटाइटिस डायग्नोसिस इस्टाब्लिस गर्नको लागि हामीले के चाहिँ ब्लड इन्भेस्टिगेसनहरू, हामीले के भिडियो एक्सरेहरू, सिटी स्क्यानहरू गर्छौँ भनेर त्यसको बारेमा पनि छलफल गर्छौँ। अनि सेभरिटी एसेसमेन्ट, हाम्रो यो प्यान्क्रियाटाइटिस कन्डिसनको बारेमा चाहिँ हामीले सेभरिटी एसेस गर्नुपर्ने हुन्छ। एकदमै निम्नदेखि एकदमै जोखिम कन्डिसन हुने कारणले गर्दाखेरि हाम्रो एक्युट प्यान्क्रियाटाइटिसमा चाहिँ एकदमै सेभरिटी एसेसमेन्ट गर्नु इम्पोर्टेन्ट छ। अनि यसको चाहिँ 2-3वटा थुप्रै नै उहरू छ, स्केलहरू छ, त्यसको बारेमा पनि हामी छलफल गर्छौँ। अनि म्यानेजमेन्ट प्रिन्सिपल्स, हामीले एक्युट प्यान्क्रियाटाइटिसको पेसेन्ट आउनुभयो भने कसरी म्यानेज गर्ने भनेर कुरा छलफल गर्छौँ। अनि कम्प्लिकेसन्स टु वाच फर, हाम्रोमा एक्युट प्यान्क्रियाटाइटिस लिएर आउनु भएको मान्छेहरूमा चाहिँ के एकदम निम्न माइल्ड कम्प्लिकेसनदेखि एकदमै सिभियर खतरनाक कम्प्लिकेसनहरू, जोखिमहरू के हुनसक्छ त्यो हामी छलफल गर्छौँ। अनि हाम्रो समरी आजको प्रेजेन्टेसनको बारेमा कुरा गर्छौँ। हाम्रो स्मार्ट हेल्थ ग्लोबलको बारेमा इन्ट्रोडक्सन दिनु पर्दाखेरि चाहिँ स्मार्ट हेल्थ ग्लोबल भनेको चाहिँ एउटा नन प्रोफिट अर्गनाइजेसन हो, जसकोले चाहिँ हामीलाई एकदमै बेटर क्वालिटी हेल्थ कन्सल्टेसन र हाम्रो अलिकति टेलिकम्युनिकेसन डिजिटल टुल्सहरूको माध्यमले हेल्थ सर्भिसेसहरू प्रोभाइड गर्ने गरेको छ। हाम्रो स्मार्ट हेल्थ ग्लोबलको मिसन भनेको चाहिँ हाम्रो हेल्थ केयरलाई चाहिँ हाम्रो एकदमै दुर्गम पश्चिमको एकदमै रिमोट एरिया, वहाँ जहाँ चाहिँ डाक्टरहरूको पहुँच खासै नभएको एरियातिर हामीले डिजिटल टुल र अहिलेको टेक्नोलोजीहरू माध्यमबाट हामीले उहाँहरूलाई स्वास्थ्य सेवा उपलब्ध गराउने गरेका छौँ।
हाम्रो गोल भनेको चाहिँ आवर गोल इज रिलायबल क्वालिटी हेल्थ केयर फर अनडिजर्भ कम्युनिटिज। एकदमै हाम्रो मार्जिनलाइज कम्युनिटिजहरूलाई हामीले क्वालिटी हेल्थ केयर दिन ट्राई गरिरहेको छौँ। र हाम्रो चाहिँ स्ट्यान्डर्ड डेभलपमेन्ट ग्रोथ 3 जुन चाहिँ युनिभर्सल हेल्थ कभरेज एचिभ गर्ने भन्ने त्यो हाम्रो गोल रहेको छ। टार्गेट भनेको चाहिँ यो चाहिँ हाम्रो डक्टर्सहरूको चाहिँ सर्भिस सेवाहरू चाहिँ एकदमै रिमोट एरिया जहाँ चाहिँ आमा र बच्चाहरूको सर्भाइभल रेटहरूको एकदमै जोखिम हुन्छ, त्यसमा हामीले योगदान दिने हाम्रो टार्गेट रहेको छ। अनि स्ट्राटेजिजमा चाहिँ हामीले डिजाइन गर्छौँ, टेस्ट गर्छौँ हामीले विभिन्न डिजिटल टुलहरूबाट हामीले को माध्यमबाट हामीले पब्लिक हेल्थ, त्यसपछि हामीले क्वालिटी हेल्थ केयरहरूको बारेमा प्रोभाइड गर्ने हामीले गरेको छौँ। अनि यो कम्युनिटी कन्टिन्युअस मेडिकल एजुकेसन सिएमईबाट चाहिँ हामीले हाम्रो कार्यरत डक्टरहरू र हाम्रो हेल्थ वर्करहरू, हाम्रो लोकल हेल्थ वर्करहरू सबैको बारेमा लाइक ज्ञान होस्, डिस्कसन होस्, कन्फिडेन्स बढोस् र यसको माध्यमले चाहिँ सबैले यो कन्डिसनहरूको बारेमा बुझेर सेवा प्रदान गर्न सक्नुहोस् भन्ने हाम्रो टार्गेट हो। इन्ट्रोडक्सन अन एक्युट प्यान्क्रियाटाइटिस। एक्युट प्यान्क्रियाटाइटिस भनेको चाहिँ एक्युट प्यान्क्रियाटाइटिस इज अ सडन इन्फ्लामेसन अफ द प्यान्क्रियाज कजिङ सेभर अप्पर एब्डोमिनल पेन। यो भनेको चाहिँ हाम्रो प्यान्क्रियाज भन्ने एउटा ग्रन्थ हुन्छ, त्यसको इन्फ्लामेसन भयो भने त्यसलाई एक्युट प्यान्क्रियाटाइटिस भन्छ। र यसले चाहिँ एकदमै पेटको व्यथा लिएर आउने गर्नुहुन्छ बिरामीहरू। इट रेन्जेस फ्रम माइल्ड सेल्फ लिमिटिङ एपिसोड्स टु सेभर नेक्रोटाइजिङ डिजिज विथ हाई मोर्बिडिटी एन्ड मोर्टालिटी। हाम्रो यो प्यान्क्रियाटाइटिसले चाहिँ एकदमै माइल्ड डिजिज, एकदमै निम्न प्रकारको अथवा एकदमै खतरनाक ज्यानै लिन सक्ने खालको फर्ममा पनि आउनसक्छ। हाम्रो एक्युट प्यान्क्रियाटाइटिस हाम्रो यो प्यान्क्रियाजको हामीले पिक्चर हेर्न सक्छौँ हाम्रो ग्रन्थ। हाम्रो यहाँ प्यान्क्रियाज इन्फ्लेम्ड भएको छ, यता छेउमा गल ब्ल्याडर छ, यता ड्युडेनम छ, आन्द्रा इन्टेस्टाइन छ। अनि हामीले यही प्यान्क्रियाजको ग्रन्थको चाहिँ यो पहिलो ग्रन्थको हाम्रो इन्फ्लामेसन भयो भने त्यसलाई एक्युट प्यान्क्रियाटाइटिस भन्छौँ। हामीले सबैभन्दा सुरुमा त एनाटोमी बुझ्नुपर्छ, एनाटोमी अफ प्यान्क्रियाज। प्यान्क्रियाज इज अ रेट्रोपेरिटोनियल अर्गन। यो भनेको चाहिँ हाम्रो पेरिटोनियम जुन पेटको लाइनिङ हुन्छ त्यसको पछाडि लुकेको एउटा ग्रन्थ हो। इट इज 12 to 15 सेन्टिमिटर लङ, लोकेटेड बिहाइन्ड द स्टमक। यो चाहिँ हाम्रो 12 देखि 15 सेन्टिमिटर लामो र हाम्रो पेटको पछाडि लुकेको हुन्छ। इट इज एनाटोमिकली डिभाइडेड इन्टु हेड, नेक, बडी एन्ड टेल। यो चाहिँ हाम्रो एनाटोमिकली 4 भागमा डिभाइड गरेको हुन्छ, हेड, नेक, बडी र टेलमा। अनि फङ्सन चाहिँ इट हेज बोथ डुअल एन्डोक्राइन र एक्जोक्राइन फङ्सन। एन्डोक्राइन फङ्सनमा चाहिँ यो आइलेट अफ ल्याङ्गरह्यान्स रेगुलेट ब्लड ग्लुकोज भाया इन्सुलिन एन्ड ग्लुकागोन। हाम्रो आइलेट्स अफ ल्याङ्गरह्यान्स भन्ने सेल हुन्छ, त्यसले चाहिँ हाम्रो ब्लड सुगर शरीरमा इन्सुलिन र ग्लुकागोन हर्मोनको माध्यमबाट कन्ट्रोल गर्ने काम गर्छ। र एक्जोक्राइन फङ्सन चाहिँ एसिनार सेल्स प्रोड्युस डाइजेस्टिभ इन्जाइम्स लाइक लाइपेज, एमाइलेज एन्ड प्रोटेजेस। हाम्रो एक्जोक्राइन फङ्सनले चाहिँ हाम्रो एसिनार सेल्सले चाहिँ एकदमै डाइजेस्टिभ इन्जाइम्सहरू उत्पादन गर्छ। त्यसले चाहिँ हामीलाई बोसोहरू, प्रोटिनहरू, कार्बोहाइड्रेटहरू डाइजेसनमा हेल्प गर्छ। हाम्रो एनाटोमी देख्न सकिन्छ हाम्रो प्यान्क्रियाजको। हाम्रो हेड रहेको छ, हाम्रो नेक रहेको छ, हाम्रो बडी, टेल रहेको छ, अनि बिचमा हाम्रो प्यान्क्रियाटिक डक्ट देख्न सकिन्छ, छेउमा हाम्रो गल ब्ल्याडर देख्न सकिन्छ। एपिडेमियोलोजी एन्ड रिस्क फ्याक्टर्स, इन्सिडेन्स एन्ड ट्रेन्ड्स। अहिलेको यो महामारी कस्तो छ हाम्रो एक्युट प्यान्क्रियाटाइटिसको, अनि त्यसपछि अहिले तथ्याङ्कहरू, लेटेस्ट ट्रेन्डहरू के छ भनेर हामी बुझ्छौँ। द ग्लोबल इन्सिडेन्स इज राइजिङ, एस्टिमेटेड 5 to 35 केसेस पर 1 लाख पपुलेसन एन्युअली। अहिलेको हाम्रो लेटेस्ट अप टु डेटको तथ्याङ्क अनुसार चाहिँ हाम्रो एस्टिमेटेड 1 लाख जनसङ्ख्यामा चाहिँ 5 देखि 35 जनालाई चाहिँ एक्युट प्यान्क्रियाटाइटिस हुने गरेको छ प्रत्येक वर्ष। मिडियन एज अफ प्रेजेन्टेसन इज 50 years, एफेक्ट्स बोथ सेक्सेस इक्वल्ली। हाम्रो एक्युट प्यान्क्रियाटाइटिस चाहिँ हाम्रो लाग्ने उमेर समूह चाहिँ 50 वर्ष रहेको छ मेजोरिटी। अनि यसले चाहिँ दुइटै पुरुष र महिलालाई, दुई सेक्सेसलाई इक्वली नै एफेक्ट गर्छ। मेजोरिटी प्रेजेन्ट विथ माइल्ड डिजिजेस, सिभियर केसेस 10 to 15% विथ हाई मोर्टालिटी एन्ड मोर्बिडिटी। हाम्रो मेजोरिटी चाहिँ माइल्ड, हाम्रो धेरै जस्तो बिरामीहरू चाहिँ माइल्डर केसेसमा नै प्रेजेन्ट गर्नुहुन्छ, तर पनि 10 देखि 15% चाहिँ एकदमै सिभियर र ज्यानै जान सक्ने पनि हुने कन्डिसन हुनसक्छ। मोर्टालिटी ओभरअल 1 to 5%, about 1 to 5% हायर इन नेक्रोटाइजिङ प्यान्क्रियाटाइटिस। प्यान्क्रियाटाइटिस, नेक्रोटाइजिङ प्यान्क्रियाटाइटिस भएको खण्डमा चाहिँ एकदमै 1 देखि 5% सम्म डेथ हुने रिस्क रहेको छ। इन्क्रिजिङ बर्डन हेज बिन लिङ्क टु ओबेसिटी, गल स्टोन्स एन्ड अल्कोहल एब्युज।
यो हाम्रो प्यान्क्रियाटाइटिस हुनुको कारणहरू चाहिँ कारक जोखिमहरू चाहिँ किन हुन्छ भन्दाखेरि चाहिँ अबेसिटी एउटा मोटोपन, अर्को भनेको पित्तमा पत्थर अनि रक्सी धेर खाने, त्यो कारणहरूलाई चाहिँ रिस्क फ्याक्टरको रूपमा देखा परेको छ। हाम्रो रिस्क फ्याक्टर्समा चाहिँ मोडिफाएबल र नन मोडिफाएबल छ। एउटा चाहिँ मोडिफाएबल हामीले जुन कन्ट्रोल गर्न सक्छौँ, नन मोडिफाएबल चाहिँ हामीले जुन हाम्रो हातमा हुँदैन। मोडिफाएबलमा चाहिँ अल्कोहल कन्जम्सन, स्मोकिङ, ओबेसिटी र हाइपरलिपिडेमिया हामीले कुरा गऱ्यौँ। यसमा चाहिँ हामीले यो रक्सीहरू कम खाने, स्मोकिङ कम गर्ने, त्यसपछि हाम्रो मोटोपन घटाउने, त्योहरू गर्न सकिन्छ। नन मोडिफाएबलमा चाहिँ एज, जेनेटिक प्रिडिस्पोजिसन, एक्जाम्पल PRSS1 जिन म्युटेसन, एनाटोमिकल एनोमालिजहरू हुन्छ। जुनमा चाहिँ हाम्रो उमेर, त्यसपछि हाम्रो जेनेटिक मेकअप, त्यसपछि हाम्रो जन्मगतै एनाटोमीमा केही असरहरू पऱ्यो भने त्यो चाहिँ नन मोडिफाएबल रिस्क फ्याक्टर हुन्छ। अनि स्मोकिङ इन्क्रिजेस रिस्क फ्याक्टर्स इन्डिपेन्डेन्टली एन्ड वर्सन्स आउटकम। हाम्रो अप टु डेटको अनुसार चाहिँ स्मोकिङले चाहिँ इन्डिपेन्डेन्टली नै एक्युट प्यान्क्रियाटाइटिसलाई गराउँछ र यसले चाहिँ एक्युट प्यान्क्रियाटाइटिस भएको मान्छेलाई पनि एकदम नराम्रो आउटकम दिनसक्छ भनेर देखा परेको छ। कजेस अफ एक्युट प्यान्क्रियाटाइटिस, हाम्रो प्यान्क्रियाटाइटिसको कारणहरू के हुनसक्छ त? अहिले गल स्टोन 40 to 70% अफ केसेस वर्ल्ड वाइड। गल स्टोन चाहिँ हाम्रो पित्तमा पत्थरी भयो भने चाहिँ 40 to 70% देखा परेको छ वर्ल्ड वाइडमा, मेन मुख्य कारक। यो चाहिँ एकदमै मोस्ट कमन कज हो। एल्कोहल अब्युज एकाउन्ट्स फर 20 to 30% अफ केसेस। एल्कोहल अब्युजले चाहिँ हाम्रो रक्सी खाने, रक्सी सेवन गर्नेले चाहिँ 20 to 30% केसेस देखा परेको छ प्यान्क्रियाटाइटिस गराउने। हाइपोट्राइग्लाइसेरिडिमिया इमर्जिङ कज, स्पेसली विथ राइजिङ मेटाबोलिक सिन्ड्रोम प्रिभालेन्स। हाम्रो यो बोसोपन बढ्नुको चाहिँ कारण अहिले एउटा इमर्जिङ केसेस कज देखा परेको छ एक्युट प्यान्क्रियाटाइटिसको। स्पेसली हाम्रो अहिले मेटाबोलिक सिन्ड्रोमहरू, हाइपरटेन्सन, डायबिटिज हुने मान्छेहरूमा चाहिँ यो देखा परेको छ। अब अरू कारणहरू, अदर कजेसमा चाहिँ पोस्ट एआरसिपी प्रोसिड्युर गर्दाखेरि मेडिकेसनमा चाहिँ हाम्रो एजाथियोप्रिन, 6-मर्क्याप्टोप्युरिन, भाल्प्रोइक एसिड, सल्फोनामाइड अनि ट्रमा इन्फेक्सनहरू पनि प्यान्क्रियाटाइटिस गराउने कारण देखिन्छ। क्लिनिकल प्रेजेन्टेसन, हाम्रोमा एक्युट प्यान्क्रियाटाइटिसको पेसेन्ट आउनु हुँदाखेरि हामीले के लिएर आउनुहुन्छ भनेर हामीले हेर्छौँ। कार्डिनल सिम्पटममा चाहिँ सडन अनसेट डल बोरिङ एपिग्यास्ट्रिक पेन रेडिएटिङ टु द ब्याक 50% केसेस। एकदमै उहाँहरूले चाहिँ पेट दुख्यो भनेर माथि माथिल्लो पेटमा दुख्यो भन्नुहुन्छ र त्यो पेट दुखेको चाहिँ पछाडितिर ढाडतिर सर्यो भनेर आउनुहुन्छ। अनि एसोसिएटेड विथ नौजिया, भमिटिङ, एनोरेक्जिया एन्ड डायरिया। र साथै चाहिँ उहाँहरूले चाहिँ पेट दुखाइको साथै उहाँहरूले भमिट हुनु खोज्यो, बान्ता आउनु खोज्यो, त्यसपछि खाना रुचेन अनि कहिले कहिले डायरिया पनि लिएर आउनुहुन्छ। फिजिकल एक्जामिनेसन मे रिभिल फिभर, ट्याकिकार्डिया, एब्डोमिनल टेन्डरनेस विथ गार्डिङ, जन्डिस। अनि हामीले जाँच्दाखेरि चाहिँ फिजिकली एक्जामिनेसन गर्दाखेरि चाहिँ उहाँहरूलाई ज्वरो आउने, उहाँहरूको मुटुको चाल बढ्ने, त्यसपछि उहाँहरूको पेट एकदमै सख्त हुने, दुख्ने र जन्डिसहरू लिएर आउनु सक्नुहुन्छ। इन सिभियर केसेस कलिन साइन, ग्रेट अनर साइन लिएर आउनु सक्नुहुन्छ। सिभियर केसेसमा चाहिँ कलिन साइन भनेको चाहिँ हाम्रो पेरिअम्बिलिकल ब्रुजिङ, नाइटोको वरिपरि कालो देखा हुन्छ, दाग बस्छ। र ग्रेट अनर साइन भनेको चाहिँ हाम्रो फ्ल्याङ्कमा फ्ल्याङ्क भनिन्छ। हामी यहाँ देख्न सक्छौँ हाम्रो कलिन साइन भनेको चाहिँ बिचमा, पेटको बिचमा कालो देखिन्छ। अनि त्यसपछि ग्रेट अनर भनेको चाहिँ साइन भनेको चाहिँ हाम्रो फ्ल्याङ्कमा चाहिँ रगत जम्मा भएर हामी त्यहाँ कालो देखा परिन्छ। प्याथोफिजियोलोजी, हाम्रो प्याथोफिजियोलोजीमा चाहिँ 3 फेजेस रहेको छ एक्युट प्यान्क्रियाटाइटिसको। फेज 1मा चाहिँ डक्टल अब्स्ट्रक्सन अर टक्सिसिटी ट्रिगर्स प्रिम्याच्योर इन्जाइम एक्टिभेसन। कहिले कहिले चाहिँ प्यान्क्रियाजको मेन डक्टलाई अब्स्ट्रक्सन भयो भने अथवा कुनै पनि टक्सिक कुराले गर्दाखेरि हाम्रो प्यान्क्रियाजको इन्जाइम्सहरू अटो एक्टिभेसन हुन्छ। फेज 2मा चाहिँ इन्ट्राप्यान्क्रियाटिक इन्फ्लामेसन, नेक्रोसिस, हेमोरेज, सिरोसिस फर्मेसन। र यो कारणहरूले गर्दाखेरि चाहिँ प्यान्क्रियाजको भित्री भागमा नै इन्फ्लामेसन सुरु हुन्छ। त्यसले गर्दा इन्फ्लामेसन भएर नेक्रोसिस हुने, हेमोरेज हुने, सिरोसिस फर्मेसन हुन्छ। अनि फेज 3मा चाहिँ एक्स्ट्रा प्यान्क्रियाटिक सिस्टमिक इन्फ्लामेसन लिडिङ टु सर्स एन्ड अर्गन फेलियर। हाम्रो फेज 3मा चाहिँ प्यान्क्रियाज बाहिर गएर असर गर्छ एक्स्ट्रा प्यान्क्रियाटिक टिस्युहरूमा, होल सिस्टममा नै सर्स, सेप्सिस, त्यसपछि अर्गन फेलियर हुनसक्छ। डायग्नोस्टिक क्राइटेरिया, अब अहिलेको लेटेस्ट बेस्ड अन रिभाइज एटलान्टा क्लासिफिकेसन अनुसार चाहिँ हाम्रो डायग्नोसिसले चाहिँ आउट अफ रिक्वायर्स 2 out of 3 क्राइटेरिया। 1मा चाहिँ क्यारेक्टरिस्टिक एब्डोमिनल पेन, जुन हामीले छलफल गऱ्यौँ।
अनि 2 मा चाहिँ सेरम एमाइलेज अथवा सेरम लाइपेज मोर देन अर इक्वल्स टु 3 टाइम्स देन अप्पर लिमिट अफ नर्मल। हाम्रो सेरम एमाइलेज र लाइपेजको चाहिँ मोर देन 3 टाइम्स अप्पर लिमिट अफ नर्मल हुनु पर्यो। अनि इमेजिङमा चाहिँ इमेजिङ फाइन्डिङ्स कन्सिस्टेन्ट विथ प्यानक्रियाटाइटिस। हाम्रो सिटी, एमआरआई, अल्ट्रासाउन्ड गर्दाखेरि चाहिँ हाम्रो फाइन्डिङले चाहिँ प्यानक्रियाटाइटिसतिर सङ्केत गर्यो भने हामी बुझ्न सकिन्छ। अनि यो 3टा मध्येमा चाहिँ 2टा चाहिँ हुनु पर्यो। हाउएभर नर्मल इन्जाइम लेभल्स डु नट एक्सक्लुड डायग्नोसिस। इमेजिङ इज क्रुसियल इन एटिपिकल केसेस। हाम्रो इन्जाइम्सहरू चाहिँ कहिले कहिले नर्मल हुँदाखेरि पनि हामीले डायग्नोसिस नहुनु हाम्रो प्यानक्रियाटाइटिस होइन भन्न सकिँदैन। कहिले कहिले नर्मल पनि हुनसक्छ। त्यसैको कारणले गर्दाखेरि चाहिँ एटिपिकल केसेसहरूमा चाहिँ हामीले सिटी स्क्यानहरू एकदमै महत्त्वपूर्ण छ। हाम्रो क्लासिफिकेसन अफ एक्युट प्यानक्रियाटाइटिस हाम्रो 3टा प्रकारको छ एक्युट प्यानक्रियाटाइटिस सिभिरिटी अनुसार, माइल्ड, मोडरेट, सिभियर। माइल्डमा चाहिँ अर्गन फेलियर हुँदैन, लोकल कम्प्लिकेसन पनि हुँदैन। मोडरेटमा चाहिँ ट्रान्जिएन्ट अर्गन फेलियर हुन्छ लेस देन 48 आवर्स र लोकल कम्प्लिकेसन हुन पनि सक्छ, नहुन पनि सक्छ। अनि सिभियर फर्म अफ प्यानक्रियाटाइटिसमा चाहिँ पर्सिस्टेन्ट अर्गन फेलियर हुन्छ मोर देन 48 आवर्स, 2 दिनभन्दा धेरै सिभियर अर्गन फेलियर हुन्छ। हाम्रो लोकल कम्प्लिकेसनमा चाहिँ एक्युट पेरिप्यानक्रियाटिक फ्लुइड कलेक्सन, प्यानक्रियाटिक स्युडोसिस्ट फर्मेसन, नेक्रोसिस, प्लुरल इफ्युजन हुन्छ। अर्गन फेलियरमा चाहिँ फेलियर अफ मेन 3टा अर्गनको फेलियर हुन्छ, रेस्पिरेटरी, कार्डियक, रेनल एन्ड अदर सिस्टम अर्गन्स, हेपाटिक, न्युरोलोजिकल, हेमाटोलोजिकल। हाम्रो ल्याबोरेटरी एन्ड इमेजिङमा हामी के गर्न सकिन्छ भन्दाखेरि हामीले सुरुमा ब्लड टेस्टमा हामीले सेरम एमाइलेज, सेरम लाइपेज जुन चाहिँ मोर स्पेसिफिक र सेन्सिटिभ हुन्छ, लिभर इन्जाइम्स, ट्राइग्लाइसेराइड्स, सिआरपी, रेनल फङ्सन, त्यसपछि क्याल्सियम गर्न सकिन्छ लेभल। यो चाहिँ कारणहरू हेर्नका लागि। त्यसपछि इमेजिङमा चाहिँ हामीले सबैभन्दा सुरुमा चाहिँ अल्ट्रासाउन्ड गर्ने, सुरुमा चाहिँ हाम्रो गल स्टोनहरू पत्थरीहरूले गर्दाखेरि भएको हो कि भनेर हेर्ने, चेक गर्ने। त्यसपछि हामीले कन्ट्रास्ट इन्हान्स्ड सिटी स्क्यान गर्न सकिन्छ पेटको। यो चाहिँ अनक्लियर केसेसहरूको बारेमा हामीले बुझ्नको लागि गरिन्छ। अनि एमआरसिपी र युएस चाहिँ डिटेल्ड बिलियरी एन्ड प्यानक्रियाटिक डक्ट इभ्यालुएसनको लागि प्यानक्रियासको डक्ट र बिलियरी सिस्टमको हेर्नको लागि हामीले गरिन्छ। यहाँ हामी देख्न सक्छौँ हामीले अल्ट्रासाउन्डमा चाहिँ यहाँ अल्ट्रासाउन्डको भित्रमा लुमेनमा चाहिँ हामीले पत्थरी देखा परेको छ। यो पत्थरी पनि कारण हुनसक्छ प्यानक्रियाटाइटिसको। युएससीमा चाहिँ यस्तो देखिन्छ, एरोले देखाइरहेको छ। अनि सिटी स्क्यानले चाहिँ हाम्रो प्यानक्रियास एकदमै फुल्लिएको, सुन्निएको अनि प्यानक्रियासको वरिपरि कलेक्सन भएको हामी देख्न सकिन्छ। हाम्रो त्यो सर्कल भएको ठाउँमा सिटी स्क्यानमा यस्तो देखिन्छ एक्युट प्यानक्रियाटाइटिस। सेभिरिटी एसेसमेन्ट हाम्रो प्यानक्रियाटाइटिसको सेभिरिटी एसेसमेन्ट कसरी गर्ने भन्दाखेरि माइल्डमा चाहिँ नो अर्गन फेलियर अर लोकल कम्प्लिकेसन, मोडरेटली सिभियरमा ट्रान्जिएन्ट अर्गन फेलियर तर लेस देन 48 आवर्स अर लोकल कम्प्लिकेसन हुनु पर्यो। सिभिरिटीमा सिभियर केसमा पर्सिस्टेन्ट अर्गन फेलियर मोर देन 48 आवर हुन्छ र यसमा चाहिँ हाई मोर्टालिटी रिस्क हुन्छ। अनि हामीसँग स्कोरिङ सिस्टमहरू धेरै छ। एउटा चाहिँ अपाचे 2 भन्ने छ, यो चाहिँ अपाचे 2 स्कोर, बिसाप स्कोर, ग्लास्को एमडी स्कोर। यसले चाहिँ हामीले सेभिरिटी हामीले प्रेडिक्ट गर्न मद्दत गर्छ र हामीले म्यानेजमेन्टकोमा नि गाइड गर्न हेल्प गर्छ। अपाचे स्कोरमा चाहिँ एक्युट फिजियोलोजी एन्ड क्रोनिक हेल्थ इभ्यालुएसन 2 स्कोरमा चाहिँ हाम्रो 12वटा प्यारामिटर हुन्छ। यो 12वटा प्यारामिटर अनुसारै तपाईँको हाम्रो सिभिरिटी एसेस गर्न सकिन्छ। 0 to 4 पोइन्ट आयो भने 4%, लेस देन 4%, 10 to 14, 5 to 9 भयो भने 10 to 15% मोर्टालिटी रिस्क, 10 to 14% भयो भने 25% मोर्टालिटी रिस्क र मोर देन 15% 15 मार्क्स आयो भने चाहिँ पोइन्ट आयो भने चाहिँ 50% भन्दा धेरै मृत्यु हुने देखिन्छ हामीले। हाम्रो बिसाप स्कोरमा चाहिँ हाम्रो के पर्छ भन्दाखेरि ब्लड युरिया नाइट्रोजन मोर देन 25 mg/dl हुनु पर्यो। आईबाट इम्पेयर्ड मेन्टल स्ट्याटस सर्च एबाट मोर देन 60 इयर्स हुनु पर्यो र प्लुरल इफ्युजन हुनु पर्यो। बिसाप स्कोरले चाहिँ लेस देन 2 भयो भने 0 to 0.5% मोर्टालिटी, बिसाप स्कोर मोर देन 2% भयो भने चाहिँ मोर्टालिटी इक्वल्स टु 2% भयो भने 2% मोर्टालिटी र मोर देन 3 to 3% भयो भने चाहिँ बिसाप स्कोर 5 to 20% मोर्टालिटी देखिन्छ। हाम्रो म्यानेजमेन्ट प्रिन्सिपल, हामीले म्यानेजमेन्ट प्रिन्सिपलमा के गर्न सकिन्छ त एक्युट प्यानक्रियाटाइटिसको भन्दाखेरि सपोर्टिभ केयर इज कर्नरस्टोन। हामीले प्यानक्रियाटाइटिसको पेसेन्टलाई हामीले दिने भनेको सपोर्टिभ केयर नै हो। त्यसमा चाहिँ एग्रेसिभ आइभी फ्लुइड रिससिटेसन, हाम्रो क्रिस्टलोइडहरू युज गरेर एकदमै नर्मल सलाइनहरू युज गरेर आइभी फ्लुइड रिससिटेसन गर्नु पर्यो। एक्युट एनाल्जेसिया, एक्युट प्यानक्रियाटाइटिसको पेसेन्टलाई चाहिँ एकदमै धेरै व्यथा हुन्छ, त्यो पनि हामीले चाहिँ पेन किलरहरू दिनुपर्छ।
हामीले ओपिड्सहरू पनि युज गर्नुपर्ने हुन्छ। अर्ली एन्टरल न्युट्रिसन हामीले चाहिँ प्यान्क्रियाटाइटिस भएको पेसेन्टलाई चाहिँ सकेसम्म छिटो मुखबाट खाने अथवा न्याजोड्युडेनल रुटबाट खान दिनुपर्ने हुन्छ। त्यसपछि हामीले मोनिटर फर कम्प्लिकेसन हामीले कम्प्लिकेसनहरूको लागि मोनिटर गर्छौँ। अर्गन फेलियर भएको छ कि छैन, नेक्रोसिस भएको छ कि छैन, इन्फेक्सन बढाएको छ कि छैन भनेर हामी हेर्छौँ। त्यसपछि एन्टिबायोटिक्स अन्ली इफ इन्फेक्सन कन्फर्म, प्रोफाइलेटिक युज नट रिकमेन्डेड। हामीले चाहिँ एन्टिबायोटिक्सहरू चाहिँ इन्फेक्सन छ भने मात्र हामी सुरु गर्छौँ। प्रोफाइलेटिक युज चाहिँ अहिलेसम्म रिकमेन्डेड गरेको छैन प्यान्क्रियाटाइटिसको लागि एन्टिबायोटिकको। इआरसिपी इन्डिकेटेड अर्जेन्टली अन्ली इफ बिलियरी प्यान्क्रियाटाइटिस विथ कोलेन्जाइटिस। हाम्रो इआरसिपी चाहिँ प्यान्क्रियाटाइटिस हुनुमा तपाईँको बिलियरी सिस्टममा केही प्रब्लम छ भने मात्र हामीले इआरसिपी गरिन्छ। किन भन्दा इआरसिपी भनेको इन्भेजिभ प्रोसिडियर हो। कम्प्लिकेसन्स टु वाच फर हामीले चाहिँ प्यान्क्रियाटाइटिस भएको मान्छेहरूलाई चाहिँ हामीले के कम्प्लिकेसन हुनसक्छ भनेर हामीले हेर्न सकिन्छ। हामीले लोकलमा चाहिँ के हुन्छ भन्दाखेरि प्यान्क्रियाटिक नेक्रोसिस, स्युडोसिस्ट, एब्सेस, प्यान्क्रियासको वरिपरि नै त्यहाँ नेक्रोसिस हुने अनि एब्सेसहरू फर्म हुने, स्युडोसिस्ट फर्म हुने हुन्छ। सिस्टमिकमा चाहिँ के हुनसक्छ भन्दाखेरि एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम, रेनल फेलियर, सक हुनसक्छ। त्यसपछि मेटाबोलिकमा चाहिँ हाइपोक्याल्सियमिया, हाइपरग्लाइसिमिया, क्याल्सियमको लेभल घट्ने, त्यसपछि सुगरको लेभल बढ्ने अनि रिकग्नाइज साइन्स अर्ली टु एस्कालेट केयर एन्ड कन्सिडर आइसियु एडमिसन। हाम्रो कम्प्लिकेसनहरू चाहिँ अलिकति धेरै सिभियर अथवा बढ्दै गयो भने चाहिँ हामीले पेसेन्टलाई इभ्यालुएट गरेर हामीले आइसियुमा पनि सार्नुपर्ने हुनसक्ने हुन्छ। हाम्रो आजको समरीमा एक्युट प्यान्क्रियाटाइटिस इज अ कमन पोटेन्सियली लाइफ थ्रेटनिङ कन्डिसन रिक्वायरिङ प्रम्प्ट रिकग्निसन। हाम्रो एक्युट प्यान्क्रियाटाइटिस भनेको चाहिँ एकदमै हाम्रो नेपाली समाजमा एकदमै कमन कुरा हो। हाम्रो जहाँ एकदमै धेरै रक्सीहरू, एल्कोहलहरू कन्ज्युम हुन्छ। त्यसपछि यो चाहिँ एकदमै पोटेन्सियली लाइफ थ्रेटनिङ कन्डिसन हो। यो मृत्यु पनि हुनसक्ने कन्डिसन हो। त्यो भएर यसको चाहिँ एकदमै सुरुमै डायग्नोसिस हुन एकदमै पेसेन्टको सर्भाइभलको लागि इम्पोर्टेन्ट हुन्छ। अनि डायग्नोसिस रिलाइज अन क्लिनिकल फिचर्स, इन्जाइम एलिभेसन एन्ड इमेजिङ। नर्मल इन्जाइम्स डु नट एक्सक्लुड एक्युट प्यान्क्रियाटाइटिस। हाम्रो एक्युट प्यान्क्रियाटाइटिस डायग्नोसिस गर्नको लागि चाहिँ क्लिनिकल फिचर, त्यसपछि इन्जाइमहरूको बारेमा इन्जाइमहरूले मद्दत गर्छ। त्यसपछि इमेजिङको सहायता लिनुपर्ने हुन्छ। नर्मल इन्जाइम भयो भने चाहिँ त्यसले एक्युट प्यान्क्रियाटाइटिस होइन भनेर चाहिँ एक्सक्लुड चाहिँ गर्दैन। अर्ली सपोर्टिभ केयर एन्ड सेभरिटी एसेसमेन्ट इम्प्रुभ्स आउटकम। हामीले डायग्नोसिस गर्ने बित्तिकै हामीले सपोर्टिभ केयर दिने पेसेन्टलाई, त्यसपछि हामीले सेभरिटी एसेसमेन्ट गरिराख्ने, पेसेन्टको हामीले प्यारामिटर्स, ल्याब, क्लिनिकल स्ट्याटस हेरी एसेस गरिराख्ने गऱ्यो भने त्यसले चाहिँ हाम्रो पेसेन्टको आउटकम इम्प्रुभ हुन्छ भन्ने मद्दत हुन्छ। स्टे भिजिलेन्ट फर कम्प्लिकेसन एन्ड स्क्यालेट केयर एकर्डिङली। हामीले चाहिँ हाम्रो एकदमै ज्यान जान सक्ने जोखिम कम्प्लिकेसनहरू पनि हुनसक्छ प्यान्क्रियाटाइटिसमा। त्यही भएर हामीले चाहिँ एकदमै मोनिटर गर्नुपर्ने हुन्छ एकदमै क्रिटिकल्ली। अनि त्यो अनुसार नै हामीले हाम्रो केयर चाहिँ बढाउनु पर्ने हुन्छ र त्यही अनुसार नै हामीले उपचार गर्नुपर्ने हुन्छ। थ्याङ्क यू। अब हजुरहरूलाई केही क्वेसनहरू छ भने सोध्नुहोला। हुन्छ, यस्तो राम्रो प्रस्तुतीकरण गर्नुभएकोमा म डाक्टर दियोस राईलाई धन्यवाद व्यक्त गर्न चाहन्छु। र अब हजुरहरूलाई चाहिँ कुनै प्रश्न अथवा जिज्ञासा छ भने चाहिँ हजुरहरूले चाहिँ सोध्न सक्नुहुन्छ है। सायद कुनै प्रश्न छैन जस्तो छ डाक्टर। फेरि पनि यस्तो राम्रो प्रस्तुतीकरणको लागि चाहिँ म डाक्टर दियोस राईलाई चाहिँ मेरो व्यक्तिगत तर्फबाट र हाम्रो स्मार्ट हेल्थ ग्लोबलको तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छु। र यहाँ उपस्थित जति पनि हुनुहुन्छ हजुरहरूलाई चाहिँ यो स्लाइड चाहिन्छ भने चाहिँ हजुरले चाहिँ हाम्रो प्रोजेक्ट टिममा सलिना म्याम, सम्झना म्याम अथवा दीपिका म्याम अथवा मलाई नै हजुरले आफ्नो इमेल आइडी पठाइदिनु भयो भने चाहिँ हामीले चाहिँ हजुरहरूलाई चाहिँ यो स्लाइड दिनेछौँ भन्दै आजको यो हाम्रो सिएमई सत्र चाहिँ यहीँ सकिएको चाहिँ हजुरहरूलाई चाहिँ म जानकारी गराउन चाहन्छु है। हस्त, धन्यवाद।